तपाईहरु शैक्षिक व्यावसायिक तथा पारिवारिक भ्रमणको लागि पोखरा घुम्न आउँदै हुनुहुन्छ। पोखरामा राम्रो तर बजेट फ्रेन्डली होटलको खोजीमा हुनुहुन्छ भने होटल अल्पाइन विल्ला र होटल कामनामा तपाईहरुलाई स्वागत छ। हामीसँग पोखराको मुटु लेक साइडको फेवाताल किनारमा 65 वटा कोठाहरू उपलब्ध भएको होटल कामना र होटल अल्पाइन विल्ला छ। तपाईहरुले विभिन्न 1500, 2000, 2500, 3500 सम्मका विभिन्न क्याटेगोरीका कोठाहरू तपाईहरुले पाउन सक्नुहुनेछ। यो चाहिँ हाम्रो होटल कामना हो, जहाँनेर हामीसँग 39 वटा कोठाहरू उपलब्ध रहेका छन्। यो बिल्डिङ नन एसी बिल्डिङ हो, यहाँनेर 1500 वटा कोठाहरू छ। यो भने एसी बिल्डिङ हो, जहाँनेर 22 वटा कोठाहरू छ, जुन रुमबाट हरेक रुममा प्राइभेट बाल्कनीहरू छ। हरेक रुमबाट लेक भ्यू, सारङकोट स्तूपा, पुम्दीकोट लगायतका भ्यूहरू तपाईहरुले देख्न सक्नुहुनेछ। हामीसँग पार्किङ सुविधा सहित 2 जना, 3 जना, 4 जना अथवा 8-10 जना पनि एउटै हलमा बस्न सक्ने अथवा बस्न मिल्ने खालका हल कोठाहरू समेत उपलब्ध रहेका छन्। त्यस्तै गरी तपाईहरु बिहे गरेर हनीमुन मनाउनुहोस् अथवा विशेष बिदा मनाउन पोखरा आउँदै हुनुहुन्छ भने पनि हामीसँग त्यो प्रकारका प्याकेजहरू, त्यो प्रकारका रुमहरू उपलब्ध रहेका छन्। हामीसँग यो एरिया पार्किङ एरिया हो भने एकैचोटी तपाईहरु 50 जना, 60 जना एकैचोटी बसेर खाना खान मिल्ने रेस्टुरेन्ट पनि छ हामीसँग। त्यस्तै गरेर हाम्रो किचन बिहान 6 बजेबाट बेलुकाको 11 बजेसम्म खुल्ला रहन्छ। होटल 24 घण्टा खुल्ला रहन्छ। तपाईहरु जुनसुकै समयमा बाहिर गएर र जुनसुकै समयमा तपाईहरु भित्र आउन अथवा होटल बाहिर भित्र गर्न सक्नुहुनेछ। हामीसँग लिफ्ट सुविधा पनि रहेको छ। यदि तपाईहरु अलिकति उमेर समूहको हुनुहुन्छ अथवा बुवा मम्मीलाई लिएर घुम्न आउँदै हुनुहुन्छ अथवा हिँड्नलाई गाह्रो हुन्छ भने पनि तपाईहरु लिफ्ट सहितको होटलको खोजीमा हुनुहुन्छ भने पनि तपाईहरु हाम्रो होटलमा आउन सक्नुहुनेछ अथवा हामीसँग सेवा लिन सक्नुहुनेछ। तपाईहरु पोखरा घुम्न आउने प्लानमा त पक्कै हुनुहुन्छ, तर पोखरामा गएर कुन चाहिँ एरियामा बस्ने होला, कस्तो होटलमा बस्ने होला, भने जस्तो होटल पाइन्छ कि पाइँदैन होला अथवा भनेको मूल्यमा अलिकति कम बजेटमा राम्रो सुविधा पाइन्छ होला, कुन चाहिँ होटलमा पाइन्छ होला भन्ने यी सबै हामी नयाँ ठाउँ घुम्न जाँदाखेरि हामीलाई धेरै चिन्ताको विषय यो नै हो। यसरी तपाईहरु यी खालका चिन्ताहरूबाट मुक्त हुनको लागि तपाईहरुले हामीसँग जोडिन सक्नुहुनेछ। मैले तपाईहरुलाई भिडियोमा भने अनुसारै सम्पूर्ण सेवाहरू तपाईहरुलाई हामीले उपलब्ध गराउने छौं। ती लगायत अन्य तपाईहरु एउटा पारिवारिक वातावरणमा, एउटा फ्रेन्डली इन्भाइरोमेन्टमा तपाईहरु आनन्दले बस्न सक्नुहुनेछ। तपाईहरुले सोचेको भन्दा र तपाईले अपेक्षा गरेको भन्दा सही मूल्यमा राम्रो सुविधा दिने हाम्रो प्रयास हर सम्भव जारी रहनेछ र सायदै तपाईहरु हाम्रो होटलमा आइसके पछाडी निराशा भएर जानु पर्दैन। तपाईहरु ढुक्क भएर पोखरा आउनु होला। पोखरा आउँदै गर्दा सकेसम्म हामीसँग जोडिनु होला। तपाईलाई धेरै धेरै स्वागत छ पोखरामा होटल काम